पुरै उल्टी सुल्टी सब चलिरहेछ। नमस्ते नमस्ते भाइ। पुरै अनिलले पुरै उल्टी सुल्टी सब हान्न लागिरहेछ क्या। देखाइदियो उल्टी सुल्टी। वाह रे वाह रे वाह। यो चाहिँ पुरै देउसीको पुरै भइरहेछ है यो चाहिँ। के छ भाइ खबर ठिक छ? ल यो बर्थडे भाइ जोसिएको लिएर बर्थडे भाइ। हामी चाहिँ टक्क गएर आउँछौँ। हामीले चाहिँ यसरी एकदम पिकनिक चाहिँ हामीले यसरी मनाइरहेको छौँ। यो चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ पुरानो पार्कमा हो। अरू वेदर पनि साह्रै राम्रो छ। यतातिर ताल छ पुरानो पार्कको छेउनिर। त्यसपछि यता हाम्रो गणेश भाइ पुरा इन्जोय गरिरहनु भएको छ। त्यसै गरी हाम्रो रोशन भाइ चाहिँ पुरा मुस्कानको साथमा। अनि यहाँ चाहिँ फोटोसुट हुँदैछ दाजुभाइहरूको पिकनिकमा। लाइटदेखि डराउँछन् भाइहरू। अनि भिडियो सिडियो बनाएर राख्यो भने केही हुन्न भन्छ। अनि यता चाहिँ कुकमेनहरू टन्न छन् फेरि। पाकेकै छैन भन्दा हाम्रो सुशील भाइले चाहिँ टेस्ट गरिरह। नुन लाखै छैन भन्दा। अनि हाम्रो बर्थडे भाइले चाहिँ पुरै थुक्नी ल्यायो। यसो अब त अनि हाम्रो कुकमेनमा चाहिँ हाम्रो टिका दाइ हुनुहुन्छ। कुकमेनमा चाहिँ हाम्रो पुनुङ लिएर बसिरहनु भएको छ। मेन कुकिङ चाहिँ हाम्रो भाइ हो शङ्कर भाइ। अनि यहाँ चट्ट ढक्कन उगार्नेमा चाहिँ हाम्रो दाइ हुनुहुन्छ। अनि सर र हाम्रो भाइले चाहिँ प्याज काटेर हेर्नुहोस् प्याजको पत्ता कसरी काट्ने भनेर शङ्करले यो सिकाइरहेको छ। हेर्नुहोस् प्योर आगोले है फेरि यो डुप्लिकेट आगो होइन नि फेरि ओरिजिनल हो। त्यसरी चाहिँ हामीले यसरी मनाइरहेको छौँ। अनि गायककारमा चाहिँ हाम्रो भाइ छ सरोज केसी। खतरा भाइ भाइलाई के तपाईँले बिर्सिनुहुन्छ। अनि डान्सरमा हाम्रो बर्थडे बोय हुनुहुन्छ। अनि सर र हामीले चाहिँ यसरी इन्जोय गरेछौँ साथीभाइ सबैजनाले चाहिँ। यता कसै हाम्रो भाइहरू यता दाइ र भाइ नाचेर चाहिँ इन्जोय लिइरहनु भएको छ पुरै। त्यसको साथसाथै यता हामी चाहिँ मादल पनि छ। अनि यता हाम्रो आशिष भाइ चाहिँ फोटोसुट गरिसकेर चाहिँ थाकिसकेको अवस्था देखिरहेको छु। अनि भाइले चाहिँ नुन राखेकै छैन भनेर हाम्रो गणेश भाइले चाहिँ मासुलाई टेस्ट गरिरहेको छु। अनि यसरी हामीले चाहिँ गरिरहेको छौँ। तपाईँलाई पनि ठुल्ठुलो रुख पनि देखाउँछ पुरानो पार्कमा। यति ठुल्ठुलो रुख पनि छ। अनि यता टु मिटिङ भइरहेको छ फेरि। यता एकदम गोप्य मिटिङ चलिरहेछ एकछिन भन्यो भने। अनि त्यसै गरी यतातिर चाहिँ पुरा फेवाताल पोखराको फेवाताल। यता भाइहरूले फेरि फोटोसुट गरिरहेको यहाँ देखिरहेको छैन। हामी चाहिँ यसरी इन्जोय गरिरहेको छौँ। तपाईँहरू पनि यस्तो ठाउँमा इन्जोय गरेर आउनुहुन्छ नेक्स्ट टाइम होला। यो साह्रै रमाइलो ठाउँ छ है पुरानो पार्क। यस्तो सरल। अब अहिले पछि तपाईँहरूलाई फेरि बर्थडे केक काटेको तपाईँहरूलाई देखाउने छु। हजुर मनोज भाइले मासु खायो भने देखाउनु होला है। मनोज भाइले चाहिँ यो मासु पोल्दैछ। यो यही खाने हो मनोज भाइले। यो मासु कसैले लान पाउने हो। र फेरि आगोमा हेर्नुहोस् दाउरा हामीले चाहिँ अमेरिका जस्तो ठाउँमा नि यस्तो यस्तो दाउराहरू हामीले ल्याएको छौँ होइन। पुरै पिकनिक हाम्रो चाहिँ चलिरहेको छ। हेर्नुहोस् सबजना आफ्नो यस्तो रमाउँदैछन् जिन्दगीमा। यसरी यो लाइफमा चाहिँ इन्जोय गर्ने भनेको यो समय फेरि कहिले अब यसमा चाहिँ हामीले फेरि केराउ एड गरेको छौँ पुलाउको लागि। यो हामीले चामल भिजाइसकेको छौँ होइन। चामल भिजिसकेको छ। अनि हामीले यहाँ अहिले चाहिँ केराउ एड गरिसकेको छौँ।
यहाँ सबै कुकहरू 101 जना कुक छन् फेरि छिएको एकदम अब यहाँ हाम्रो रमेश दाजुले चाहिँ चामल रेडी गरिसक्नु भएको छ यहाँ त्यता फेरि आज बर्थडेमा चाहिँ हाम्रो दावर दाइलाई बोलाउनको चाहिँ एकदम बोलाइरहनु भएको थियो केक काट्ने भनेर तर दाजुले अहिले यहाँ कसरी बनाउने भन्ने चाहिँ पुरै देखाइरहनु भएको छ है यो चाहिँ हाम्रो पुरै ठुलो हो त्यही पानी हालिदिन्छु क्या अनि यो चाहिँ हाम्रो खसीको मासु हेर्नु चोर गरेर पोलिरहेको छ कस्तो राम्रो छ होइन आगो हेर्नुहोस् कस्तो दन बनेको छ लाउरे दाईको माग भइरहेछ पुलोको अनि ल केक काट्न जबरजस्ती तानेर लगिसकेको अवस्था अब फेरि ल जापानको दुइटै जापानिज हिसाबमा अब पाक्न लागिरहेको छ हाम्रो होइन त जापानिज हिसाबमा यो मनोजको मासु है मनोजले खाने हो यो कसैले छुने होइन यो मासु जसले खान्छ त्यसको पेट दुख्छ मनोज भाइ के हुन्छ भन त खुकुरी हान्ने है त्यस कारणले हजुर अझै हाम्रो चाहिँ ठुलो पुरै बनिसकेर यहाँ खाना धमाधम छ तातो तातो हामी सरर हाम्रो सस्तरी आगो बालेर बनाएको है पुरै ठुलो चाहिँ पालो आउनु न त्यहाँ यता नाचगान चलिरहेछ मजाले आधा ताप्नलाई पुरै व्यस्तता छ